सप्तरीको विभिन्न स्थानमा रहेका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण, क्षमता विकास, स्वरोजगार, शिक्षा तथा राज्यको मूल प्रवाहमा पहुँच पुर्याउने उद्देश्यले यहाँ विभिन्न गतिविधि अघि बढेपछि उनीहरू उत्साहित भएका छन्। तर यसका लागि काम गरिरहेका संस्था बौद्धिक अपाङ्गताका अभिभावक सङ्घ तथा बौद्धिक अपाङ्ग सङ्घ सप्तरीले यस क्षेत्रमा अझ धेरै गर्न बाँकी रहेको र यस कार्यमा स्थानीय, प्रदेश तथा सङ्घीय गरी तीनवटै तहका सरकारको सहयोगको आवश्यकता औल्याएका छन्। बौद्धिक अपाङ्गताका अभिभावक सङ्घ तथा बौद्धिक अपाङ्ग सङ्घ सप्तरीले जिल्लाको विभिन्न स्थानमा रहेका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण, क्षमता विकास, स्वरोजगार, शिक्षा, स्वास्थ्य तथा राज्यको मूल प्रवाहमा पहुँच पुर्याउने उद्देश्यले यहाँ विभिन्न गतिविधि अघि बढाएपछि बौद्धिक अपाङ्गता भएका बालबालिकादेखि वृद्धवृद्धाहरूसम्ममा उत्साह छाएको छ। सप्तरी जिल्लामा सुस्त मनस्थिति तथा बौद्धिक अपाङ्गता भएको व्यक्तिको संख्या 500 को हाराहारीमा रहेको छ। उनीहरूको पहिचान गरी अध्ययन, अध्यापन, अधिकार, स्वरोजगार, क्षमता विकास, सिपमूलक तालिम, सुनेर, देखेर, हेरेर, स्पर्श गरेर संकेत आदिका माध्यमबाट संरक्षणको प्रयास गरिरहेको बौद्धिक अपाङ्गताका अभिभावक सङ्घ सप्तरीका अध्यक्ष जगदीश प्रसाद अर्यालको भनाइ छ। संस्थाले एभलिस फाउन्डेसन, सीडीएम तथा कोपिला परियोजनाको सहयोगमा जिल्लामा बौद्धिक अपाङ्गता भएका बालबालिकाको पठन पाठन तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकासका लागि विभिन्न गतिविधि अघि बढाएको छ। यस क्रममा सुस्त मनस्थिति तथा बौद्धिक अपाङ्गता भएका 4 दर्जनभन्दा बढी बालबालिकालाई आवासीय सुविधा सहित राजविराज 6 स्थित बहिरा बालक स्कुलको कम्पाउन्डभित्र डे केयर स्रोत कक्षा सञ्चालनमा ल्याइएको छ। संस्थाले सोही परिसरभित्र 11 कठा जग्गामा बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि डे केयर आवासीय सुविधा सहितको नयाँ कक्षा कोठा भवन पनि बनाउन सुरु गरेको छ। तर अबैन धेरै पूर्वाधारहरू निर्माण गर्नुपर्ने आवश्यकता रहेको र यसका लागि सरोकारवाला तथा तीनवटै तहका सरकारको सहयोग आवश्यक रहेको बौद्धिक अपाङ्गताका अभिभावक सङ्घ सप्तरीका अध्यक्ष जगदीश प्रसाद अर्यालको भनाइ छ। दर्ता भएपछि बौद्धिक अपाङ्गता भएका बालबालिका व्यक्तिहरूलाई कक्षा सञ्चालन, स्रोत कक्षा सञ्चालन र आवासीय सुविधा सँगसँगै गरी धेरै माग गर्दा बल्ल राज्य नगरपालिकाले मात्र जेठ 22 गते विधिवत बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूलाई कक्षा सञ्चालन, स्रोत कक्षा सञ्चालन गर्ने एउटा आधार खडा गरेर उद्घाटन गरियो। त्यसको पूर्वाधार खडा गर्ने तयार भए तापनि माग गरे तापनि केही भएको छैन र जिल्लामा समन्वय गराउन छ। यस जिल्लामा 9वटा गाउँपालिका, 9वटा नगरपालिका भए तापनि समन्वय नगरेको कारणले एकदम पीडित बौद्धिक अपाङ्गता भएका व्यक्ति बालबालिका सबभन्दा पीडित अपाङ्गतामा पीडित भएको र अभिभावकले संरक्षण गर्नुपर्ने दायित्व 2066 सालमा नेपाल सरकारले ल्याएको नीतिअनुसार अभिभावक लागिरहेछ। तर बौद्धिक अपाङ्ग बालबालिकालाई आवासीय सुविधा, स्रोत कक्षा सञ्चालन र सुविधा सम्पूर्ण हुने गरी दिगोपन गर्ने सरकारले एक रोजगारी व्यवस्था गर्न सक्यो मात्रै यसको समस्या समाधान हुन्छ। अन्यथा अपाङ्गताबाट पीडित अभिभावकता आमा त्योभन्दा बढी पीडित र समय दिन नसक्ने कारणले गाह्रो छ र महिला वर्गमा अझ बढी ठुलो समस्या भएको हुँदा ठुलो जटिलता होला। यसले राज्यले केही न केही निकास गर्नुपर्ने देखिन्छ। 2068 मङ्सिर 27 गते दर्ता भएको बौद्धिक अपाङ्गताका अभिभावक सङ्घ तथा 2079 असार 2 गते दर्ता भएको बौद्धिक अपाङ्ग सङ्घ सप्तरीले मिलेर यस क्षेत्रमा काम गर्दा लक्षित वर्ग लाभान्वित भएको बौद्धिक अपाङ्ग सङ्घ सप्तरीका अध्यक्ष सतीश चन्द्र झाको कथन छ। दिगो विकासको लक्ष्य पूरा गर्न हरेक समुदायको संरक्षण, उन्नति र प्रगति जरुरी रहेको भन्दै उनले यसका लागि सबैको सहयोग र सहकार्य जरुरी रहेको बताए। दिगो विकासको नारामै सीमित रहन नदिन तथा लक्ष्य प्राप्तिका लागि राज्य, दाती निकाय र सबै सरोकारवालाको एकबद्धता र सहयोग उत्तिकै आवश्यक रहेको उनको भनाइ छ। व्यक्ति सबके की ये दिगो विकास के लक्ष्य में हम लोगों के सहभागिता है और राज्यों के कर्तव्य से, प्रत्येक दाती निकाय के कर्तव्य से जे वर्ग पछी पड़ल से अपाङ्गता भेल व्यक्ति जे घर में सुनल से जेकर आवाज नहीं कोई सुनै छै ओहो व्यक्ति के एठाम तक अनबाक चाहिए। या के दिगो विकास के लक्ष्य ताहि द्वारा अंतर्राष्ट्रीय जगत से ई नारा प्रमाणित भए के आयल छै। ई नेपाल सरकार के नारा नहीं छियै। विश्व में संयुक्त राष्ट्र संघ एकटा नारा बनाबै छै, वो प्रत्येक देश के दै छै और प्रत्येक देश अपन भाषा में ओकरा उल्टा कए के ई नारा आयल छै, दिगो विकास का लक्ष्य प्राप्ति का प्रतिबद्धता। ताहि द्वारा हमर संदेश नहीं विश्व के संदेश छियै, नेपाल सरकार के संदेश छियै। इस सबके आत्मसात करय पड़त जे एहि नारा के सफलीभूत कराबे के लेल, दिगो विकास लक्ष्य प्राप्त करे के लेल सबके एकबद्धता जरूरी छै।
बौद्धिक अपाङ्गताका अभिभावक महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष राजु बस्नेत अपाङ्गता भएका व्यक्तिहरूको सम्मान र पहिचान पहिलो आवश्यकता रहेको बताउँछन्। यसका लागि राज्यले उनीहरूलाई पहिचान पत्र सहज रूपमा उपलब्ध गराउनुपर्ने उनको जोड छ। मुलुकको 753 वटै पालिकामा अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी सम्मान र पहिचान पत्र सहज रूपमा उपलब्ध गराउन सके उनीहरू कष्टपूर्ण जीवनबाट थोरै भए पनि राहत पाउने उनको विश्वास छ। अपाङ्गता भएका व्यक्तिको उपेक्षा गर्ने भ्रम घरबाटै सुरु भई त्यसपछि समाज र राष्ट्रबाट समेत हुन थालेपछि उनीहरूमा निराशा छाउने गरेको बताउँदै उनले यसका लागि सरकारले अपाङ्गमैत्री नीति बनाएर प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए। अब बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको नेपालमा सबैभन्दा मुख्य कुरा त पहिचानको कुरा छ। अहिले पनि 753 वटै पालिकाहरूमा परिचय पत्र पाउनको लागि मुख्य कठिनाइ छ, त्यो भनेको पहिचानको कुरा हो। किनभने हाम्रो समाजले अपाङ्गतालाई चाहिँ अङ्गविहीनतालाई मात्रै अपाङ्गता स्वीकार गर्ने र अङ्गविहीनतालाई चाहिँ अपाङ्गता भनेर भन्ने जुन हाम्रो एउटा अभ्यास थियो, परम्परा थियो, अहिलेसम्म पनि त्यो यदाकदा त्यसले कायम गरिरहेको छ। र अङ्गविहीनतालाई मात्रै अपाङ्गता स्वीकार गर्ने हाम्रो समाज, हाम्रो चाहिँ अभ्यासहरूले खास हाम्रा अहिले बनेका नीतिहरूलाई राम्ररी अझै पनि चिन्न सकेको छैन र त्यो तहसम्म त्यो नीतिले प्रभाव पार्न अथवा त्यो नीतिले चाहिँ सही तरिकाले परिचय पत्र प्राप्त गर्नको लागि अझै सहजता प्राप्त गरेको छैन। एउटा मुख्य कुरा त त्यो भयो। र अर्को कुरा भनेको चाहिँ बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू भनेको एकदमै धेरै अपाङ्गताको 10 प्रकारभित्र पनि बहिष्करणमा के कारणले परेका छन् भनेदेखि अन्य अपाङ्गता भएका व्यक्तिहरूमध्ये धेरैले कम्तीमा पनि आफ्ना आवश्यकताहरूका बारेमा, आफ्ना समस्याका बारेमा र आफूलाई परेको उत्पीडनको बारेमा, आफ्नो भोगाइको बारेमा र आफ्नो भोग तिर्खाको बारेमा आफ्नो अभिव्यक्तिहरू चाहिँ गर्न सक्छन्, भन्न सक्छन्। तर बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको हकमा विशेष गरी पूर्ण र अति अशक्त भएका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू त्यो पनि गाह्रो हुनाले गर्दाखेरि चाहिँ दैनिक जीवनयापन गर्न चाहिँ एकदम कठिनाइ छ। ताकि सबैभन्दा पहिले त परिवारभित्रैबाट विभेद सुरु हुन्छ, त्यस पछाडि बिस्तारो समाजबाट, त्यहाँबाट राज्यबाट समेत र भएका नीति र कार्यक्रमहरूले पनि ती सवालहरूलाई राम्ररी सम्बोधन गर्न सकेको अवस्था चाहिँ छैन। बौद्धिक अपाङ्गता भएका महिला तथा बालिकाहरूको अवस्था जिल्लामा जनवियोग र कष्टपूर्ण रहेको बौद्धिक अपाङ्गताका अभिभावक सङ्घ सप्तरीका सल्लाहकार आरती मण्डलको भनाइ छ। एकातिर त्यस्ता बालिका र महिलालाई घरको कोठामा थुनेर राख्ने, अर्कोतिर आमा बुवाले पूर्व जन्ममा गरेको पापका कारण यस्तो सन्तान जन्मिएको भनी गाउँघरमा लान्छना लगाउने गरिएको सुनाउँदै उनले यस्तो व्यवहार र बोलीले नारकीय जीवन बिताउन बाध्य बौद्धिक अपाङ्गता भएका महिला र बालिकालाई थप पीडा हुने गरेको सुनाइन्। अहिले भन्नुहुन्छ सर भने हाम्रो देश नेपाल पुरुष प्रधान देश हो सर। यहाँ जेनरल साङ महिलाहरूलाई यहाँ शोषण भइराखेको छ भने बौद्धिक अपाङ्गता भएको महिलाहरूको त कुरै नगर्नु। उहाँहरूको अवस्था भन्नुहुन्छ भने घरमै थुनिएर राखेको अवस्था रहेको छ र जुन घरमा बौद्धिक अपाङ्गता भएको बच्चाहरू महिलाहरू छ भने त्यसलाई एकजना मान्छेले दिनभरि कुरेर बसिराखेका हुन्छ। कुनै काम गर्नको लागि बाहिर जान एकदम समस्या हुन्छ र बौद्धिक भएको महिलाहरूलाई भन्नुहुन्छ भने दैनिकी क्रियाकलापको लागि एकजना मान्छे त्यसमै व्यस्त हुनु परेको अवस्था छ। र हाम्रो समाजमा भन्नुहुन्छ भने कसैको घरमा त्यस्तो बच्चा भयो भने यो पूर्व जन्मको पाप हो, यो आमाको गर्नेको फल हो भनेर अहिले पनि समाजमा, परिवारमा एकदम अपहेलित शब्दले मन दुखाइराखेको हुन्छ। बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको मस्तिष्कसँगै पढाइ लेखाइ र सोचाइ समेत अन्य व्यक्तिको तुलनामा निकै कमजोर हुने गरेकाले उनीहरूलाई शिक्षण सिकाइ क्रियाकलापमा बढीभन्दा बढी सहभागी गराउनु पर्ने राष्ट्रिय अपाङ्ग महासङ्घ कोशी प्रदेशका सचिव भवानी कटेलको सुझाव छ। मौजुदा अवस्थामा हामी सीमित स्रोत र साधनबाट उनीहरूको सहज जीवनयापनका लागि शिक्षण सिकाइका विभिन्न गतिविधि सञ्चालन गरे पनि त्यो मात्रै पर्याप्त नभएको र राज्यबाट पनि आवश्यक सहयोग जरुरी रहेको उनको कथन छ। अपाङ्गताको क्षेत्रमा पनि हाम्रो बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू मस्तिष्कको कमजोरीको कारणले उनीहरूको चाहिँ मस्तिष्कमा आएको अवरोधको कारणले गर्दा उसका पढाइ लेखाइ सोचाइ सबै कुराहरू चाहिँ अन्य अपाङ्गताभन्दा पनि ढिलो हुने हुँदा र कमजोर हुने हुँदा उनीहरूलाई शिक्षण सिकाइ क्रियाकलापमा
सहभागी गराउन चाहिँ एकदमै सहज नभएको अवस्था रहेको छ र सबैजना त्यो पूर्ण अशक्तता नभए तापनि आंशिक अशक्तता भएका सामान्य खालका प्रकृतिका चाहिँ बालबालिकाहरूलाई चाहिँ हाम्रो स्कुले सामुदायिक मतलब सिकाइ विद्यालयमा चाहिँ भर्ना भएर उनीहरू शिक्षण सिकाइमा आबद्ध हुनुहुन्छ भने जो चाहिँ अति अशक्त पूर्ण हुनुहुन्छ उहाँहरूको लागि चाहिँ स्रोत कक्षाको व्यवस्थापन भएको छ र ती स्रोत कक्षाहरूमा पनि उहाँहरूलाई बस्ने र केही सिकाइ को चाहिँ व्यवस्था भएको छ। तथापि ती बालबालिकाहरूको लागि यो हाम्रो सिकाइमा पनि समावेशी खालको सिकाइको चाहिँ वातावरण न टिचरमा छ, न हाम्रो त्यो शिक्षण क्रियाकलापमा छ, न त्यो चाहिँ भौतिक चाहिँ संरचना त्यो खालको छ। विभिन्न खालका अवरोधहरूको कारणले गर्दा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूको लागि शिक्षण सिकाइमा अत्यन्तै चाहिँ समस्या भएको हामीले देखिरहेको अवस्था रहेको छ। अपाङ्गता भएका व्यक्तिलाई स्वनिर्भरतापूर्वक जीवनयापन गर्न तथा जीवनका हरेक पक्षमा पूर्ण रूपले सहभागी हुन सक्ने गरी सक्षम बनाउन बौद्धिक अपाङ्गता अभिभावक सङ्घ तथा बौद्धिक अपाङ्ग सङ्घ सप्तरीले गरेको प्रयास सकारात्मक छ। तर उनीहरूलाई पूर्ण रूपमा सक्षम बनाउन उनीहरूलाई भौतिक संरचना, यातायातका साधन, अध्ययन, अध्यापन, सूचना र सञ्चारका उपकरण तथा प्रविधि लगायतका सेवा बिना भेदभाव समान रूपमा उपयोग गर्न सक्ने वातावरण सिर्जना गर्न राज्यको थप प्रयास र सहयोग आवश्यक छ।